के तपाईहरु मुन्दुम पदयात्राको सोचमा हुनुहुन्छ? यदि सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि र अन्तिमसम्म हेरेर साथ दिनुहोला। तपाईहरु सुरुमा त धरान पुग्नु पर्ने हुन्छ। धरान पुगेपछि तपाईहरुको यात्रा सुरु हुन्छ र तपाईहरुसँग आफ्नो पर्सनल साधन छ भने तपाईहरु त्यहाँदेखि डाइरेक्ट जान सक्नुहुन्छ भोजपुर बजार। भोजपुर बजारदेखि तपाईहरु दाहिने हुँदै चख्या भन्ने ठाउँमा गएर बास बस्न सक्नुहुन्छ। यदि आफ्नो साधन छैन भने धरानमा जति पनि गाडीहरु तपाईहरुले पाइहाल्नुहुन्छ र त्यसको कस्ट लाग्न जान्छ पर पर्सन 1200 देखि 1500 रुपैयाँ र तपाईहरुलाई डाइरेक्ट चख्या भन्ने ठाउँमा उहाँले पुर्याइदिहाल्नुहुन्छ र तपाईहरुको रात भनेको चख्यामा बित्नेछ र त्यहाँनेरिको लजिङ फुडिङ गरेर तपाईहरुको पर पर्सन 800 देखि 1000 रुपैयाँ जान पुग्छ र तपाईहरुको रात चख्यामा बितेपछि सबैले बिहानै तपाईहरुको पदयात्रा सुरु हुन्छ। त्यहाँदेखि तपाईहरुलाई चाहिने खानेकुरा पिउने पानीहरु साथै रेनकोटहरु रेनी सिजन भएको हुनाले रेनकोट खाने पानी अनि चाहिने आफुलाई स्न्याकहरु बोकेर तपाईहरु अगाडि बढ्न सक्नुहुन्छ र ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भने तपाईहरु यताउति नगरिकिन जुन त्यहाँनेरि देखाएको बाटो छ त्यही बाटो पहिलाउँदै जानुभयो भने तपाईहरु मुन्दुम अवश्य पुग्नुहुन्छ र बाटो चाहिँ भनेको कस्तो छ भन्दाखेरि पदयात्रीको लागि भनेरै त्यहाँनेरि चाहिँ बाटो बनाइदिएको छ र बाटो यो भनेर चिन्नुको लागि तपाईहरुले साइडमा ढुङ्गाहरु देख्न सक्नुहुन्छ र ठाउँमा बस्ने आराम गर्ने फलैचा चौतारो प्रस्तुति पाउनुहुन्छ र तपाईहरु बेलुका पुग्नुहुन्छ तपाईहरुको डेस्टिनेसन हाँसपोखरी र त्यहाँनेरि हाँसपोखरी भन्ने गेस्ट हाउस छ। त्यहाँनेरि तपाईहरुको रात बित्ने छ र त्यहाँनेरिको खर्च भनेको अलिकति महँगो छ किनकि धेरै माथि भएको कारणले गर्दाखेरि तपाईहरुले इस्टिमेट चाहिँ 1000 देखि 1200 सम्म त्यहाँनेरि चाहिँ गर्नु पर्ने हुन्छ पर पर्सन र त्यसपछि भोलिपल्ट बिहानै उठेर तपाईहरुले त्यहाँनेरिको रमणीय दृश्यहरु देख्न सक्नुहुन्छ र त्यसलाई मजाले इन्जोय गर्न सक्नुहुन्छ र त्यसपछि आउने क्रममा अब तपाईहरु त्यही दिन फर्किन चाहनुहुन्छ भने पनि तपाईहरु आउन सक्नुहुन्छ र हैन हामी अलिक दिन बसेर आउँछौं भन्दा पनि तपाईहरुलाई भइ नै हाल्छ ल। आउँदाखेरि भनेको तपाईहरुले हाँसपोखरी हुँदै हाँसपोखरीको किनार हुँदै सुन्तले भन्ने ठाउँदेखि गाडी चढ्नुभयो भने तपाईहरुलाई धेरै सहज हुनेछ। ट्रेलको लागि छुटाउनु पर्ने खर्च चाहिँ 7000 देखि 8000 सम्म जान्छ। त्यो भनेको तपाईहरुको लजिङ फुडिङ अनि ट्राभलिङमा इन्क्लुड हुन्छ र एउटा तपाईहरुलाई इम्पोर्टेन्ट जानकारी चाहिँ के दिन चाहन्छु भने म गइसकेपछि तपाईहरु फोन पे को आशमा चाहिँ नबस्नु होला किनकि त्यहाँनेरि भनेको नेटवर्कको एकदमै प्रब्लम र इस्यु छ। त्यसैले गर्दाखेरि सक्दो आफूसँग क्याश बोकेर जाने कोसिस गर्नु होला है त। धन्यवाद। मुन्दुम ट्रेल इन्जोय गर्नु होला।